हेलो गुड मर्निङ सम्पूर्ण साथीहरुमा नमस्ते शुभ बिहानी र फेरि पनि तपाईहरुलाई मेरो अर्को नयाँ भिडियोमा स्वागत गर्दछु र तपाईहरु यतिखेर हेर्दै हुनुहुन्छ मेरो युट्युब च्यानल झापाली राइजिङ स्टार र आजको यात्रा चाहिँ बिर्तामोड स्थित सैनिक मोडदेखि थोरै तल रहेको धार्मिक तथा पर्यटकीय स्थल ब्राड पोखरीसम्म रहेको छ। आजको यो मेरो भिडियो कृपा गरिकन अन्तिमसम्म हेरेर मलाई साथ दिनुहोला र यो भिडियो कस्तो लाग्यो सल्लाह सुझाव प्रतिक्रिया दिन पनि नभुल्नुहोला। यति बेला चाहिँ म ब्राड पोखरीमा आइपुगेको छु। अब म यो भित्र बस्दैछु अनि त्यसपछि तपाईहरुलाई पनि देखाउनेछु यहाँ चाहिँ के छ भन्ने कुराहरु। अब म चाहिँ मेन गेट बन्द भएको कारणले सब गेटबाट भित्र छिर्छु। यो सुन्दर ठाउँमा फोहोर व्यवस्थापनको लागि ठाउँमा डस्टबिनहरु पनि राखिएको रहेछ। तर वरिपरि चाहिँ एकदम धेरै मानिसहरूले खाएर चाउचाउ चिप्स पानीको बोतलहरू जताततै चाहिँ छलफस्ट तरिकाले राखेका रहेको कारणले गर्दाखेरि यो ठाउँको सुन्दरतामा थोरै आँच आउन पुगेको छ। पर्यावरणमा असर पुगेको कारणले गर्दाखेरि म चाहिँ तपाईहरुलाई विनम्र अनुरोध गर्न चाहन्छु कि यसरी खाएर चाहिँ जताभावी नफालिदिनु होला। अनि डस्टबिनहरु राखिदिएको छ यहाँ अनि तपाईहरुले चाहिँ खाइवरी सबै कुराहरु यही डस्टबिनमा राखिदिनुहोस्। सो साथीहरु आजको मौसम चाहिँ एकदम धेरै गर्मी नै छ। यो विराट पोखरीको एरिया चाहिँ क्षेत्रफलको हिसाबले सानो भएको कारणले गर्दाखेरि म यसको वरिपरि परिक्रमा गरेर नै यो भिडियो बनाउने छु। तपाईहरुलाई देखाउन चाहन्छु यहाँको वरिपरिको दृश्यहरू।
विराट पोखरीमा चाहिँ यस ठाउँमा घुम्न आउने पर्यटकहरूलाई पर्यटकहरूको मनोरञ्जनलाई ध्यानमा राखेर यहाँ चाहिँ बोटिङको पनि सुविधा रहेको छ। सो गाइज यहाँ चाहिँ 3टा डुङ्गाहरू रहेको छ। एउटा चाहिँ चालु भइरहेको छ, चलाइरहेको छ र अर्को पार्किङमा छ भने अर्को एउटा साइकल बोट पनि रहेको रहेछ। यो बोटको लाभ उठाउनको लागि चाहिँ प्रति व्यक्ति 50 रुपियाँ यानि कि पुरा बोटको चाहिँ 200 रुपियाँ तिरेर चाहिँ 20 मिनटसम्म चाहिँ यो डुङ्गा तपाईँहरूले चलाउन सक्नुहुन्छ। यहाँको वरिपरिको दृश्यहरू तपाईँले देख्न सक्नुहुन्छ। यति राम्रो स्थानमा चाहिँ यसरी फोहोर गरेको देख्दा मलाई एकदम धेरै दुःख लागेको छ र तपाईहरु जतिजना आउनुहुन्छ यो ठाउँमा कृपा गरिकन विभिन्न कुराहरू खाएर चाहिँ यसरी फोहोर नफालिदिनु हुन म विनम्र अनुरोध गर्दछु। पर्यावरणलाई सफा राख्नु हाम्रो जिम्मेवारी पनि हो।
भ्रमण पछाडि म चाहिँ अब यस ठाउँबाट बाहिर निस्किँदैछु। आई एम एग्जिस्ट फ्रम दिस साइड। अनि आजको यो भिडियो कस्तो लाग्यो तपाईँहरूलाई कृपा गरिकन सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। साथै सब्सक्राइब सेयर लाइक पनि गर्नुहोस् भनेर म तपाईँहरूलाई रिक्वेस्ट गर्न चाहन्छु। र फेरि पनि अर्को भिडियोमा भेट्ने बाछाको साथ अहिलेलाई म बिदा हुन चाहन्छु। हस्त नमस्ते, शुभ दिन।